बालेन साजु तपाईले राजा स्वीकार गर्नु भएन भने नि भोलिको मितिमा महानगरको चुनाव भयो भने तपाईको 500 भोट आउँछ। बालेन साजु राजालाई स्वीकार गर्नु भएन भने नि भोलिको दिन यहाँ चुनाव भयो भने तपाईको जम्मा 500 भोट हो। ढुकाउनुस्। म विनम्रतापूर्वक निवेदन गर्छु अस्ति तपाईले पार्टीका नेताहरूको दास भएर राजालाई जुन पत्र काट्नु हो नि विचार गर्नुस्। म विनम्रतापूर्वक निवेदन गर्छु। म पत्र काटेको यदि तपाईले होइन र कर्मचारीहरू हो अरूले हो गलत भयो भने विनम्रतापूर्वक जनतासँग माफी माग्नुस्। राजासँग पत्र काटेकोमा हामी तपाईलाई माफी दिन्छौं। स्वागत नेपाल यो पृथ्वीमा एक्लै भए पनि बोल्न डराउँदैन। हिजो पनि बोलेको मान्छे हो। सत्य सधैँ सत्य हुन्छ। यसरी चल्दैन। राजनीतिमा प्रश्न बोल्नुस्। म विनम्रतापूर्वक निवेदन गर्छु सबै दलका साथीहरू कांग्रेस एमाले माओवादी राप्रपा रासपा सबै दलका साथीहरू कार्यकर्ता साथीहरू असाध्यै इमानदार हुनुहुन्छ। असाध्यै